Everything said in this video is not true in its entirety. There's a flag atop the mountain. That's what we're going to touch. You can see it. No, serious mo. डिसब्यालेन्स हुन्छ होला हो त्यो त हेर न त यो बाटो चाहिँ कसरी चाहिँ बाटो छैन त जो हामी जाँदैछ अल्का बीचको छेउमा छ यो माउन्टेन यसको हाइकिङमा जाँदैछ हजुर हेरिहाल्नुहोस् कस्तो डिफिकल्ट छ बाटो हाम्रो चाहिँ हाइकिङ ट्रेल सुरु भइसक्यो सबै फिट मान्छेहरू मात्रै छ यहाँ कोही देख्नु भएको छैन यहाँनिर कि अनफिट मान्छे होस् भनेर चाहिँ नानीहरू छोडेर सबैजना भेरी भेरी फिट पिपल आफ्नो हेल्थ र स्ट्यामिना एन्डुरेन्सहरूलाई चाहिँ यस्तो पाहाडहरू चढेर चाहिँ एकछिन बोल्नुपर्छ कि सास फेराइले थाहा पाइहाल्छ यो चाहिँ अलक्का बीच यहाँ थुप्रो होटलहरू पनि छ एन्ड देन वी हेभ द ट्रेल भेरी इरेस्पोन्सिबल लिडर रहेछ गाइड नगरेर एक्लै अर्को लिडर पनि यहाँ पुगिसकेछ यो गाइड हौडेर छोडिराखेर गइसक्यो नि हामीलाई भोलिन्टियर हजुर हामीले हान्डल गर्ने भयो किनभने बच्चाहरुको बाबा चाहिँ अब हाइकिङ फ्री गरे सो एक जना गर्दै दिस इज अ लिटल बिट डेन्जरस रहेछ हो यहाँबाट त हाम्रो बहिनीहरूले चाहिँ बिस्तारै लगेर जानुहुनेछ एन्ड देन वी आर गोइङ टु फलो दिस ट्रेल यहाँ यस्तो अप्ठ्यारो बाटोबाट आएर चाहिँ यहाँ चाहिँ 8 फिटको गाडी हिँड्ने बाटो रहेछ द्याट वाज अ लिटल बिट डिसपोइन्टिङ टु से भन्नु भने सन्डे चाहिँ पुरै रेस्ट हुने रहेछ You see in the trail यहाँदेखिको चाहिँ हिँड्दै हिँड्दै गएर चाहिँ माथि डन्डा छुने भनेर लेट्स होप द्याट इट वर्क्स जानु त के छ आउँदाखेरि चाहिँ अलिक अप्ठ्यारो हुन्छ होला जस्तो लाग्दैछ म चाहिँ साह्रो टाढो त आइपुगेको छैन नि तर हामी जस्ट अबाउट 100 to 100 पनि होइन होला मिटर्स अबाउट द लेभल टु ग्राउन्ड होला कालिम्पोङको प्रतिनिधि चाहिँ यहाँनिर हार मान्नु आँटेको छ तर स्टिल अलिकति चाहिँ दिङाटा लागेको जस्तो हुँदैछ कालिम्पोङलाई म रिप्रेजेन्ट गरेर कालिम्पोङ फेरि अहिले कन्फिडेन्ट भएर हिँड्नु आँटेको छ गुरुङ बस्ती र आलुबारीले चाहिँ अहिले जित्दैछ अलिकति तिरी हुँदो रहेछ नि त है खुट्टाको मुनि हेर न अलिक अगाडि नहेर न खुट्टाको अगाडि क्या हामी चाहिँ पुरा माउन्ट एभरेस्ट कञ्चनजङ्घा चढेकोले पुरा अब आइडिया छ अनि यहाँ बहिनीलाई मैले अलिकति सिकाउँदैछु अब वाट निड्स टु बी डन भनेर यो चाहिँ के हुँदैछ भने चाहिँ तपाईँको बिचमा हिँड्दाखेरि चाहिँ यहाँ साइडमा भिरले गर्दाखेरि चाहिँ टाउको तिरिमिरी हुँदैछ कि सो एम सजेस्टिङ अलिकति खुट्टाको अगाडि हिँड्यो भने चाहिँ तिमीहरूको पेरिफेरल भिजन अलिक राम्रो हुन्छ भनेर हो सो इट वर्कड हाम्रो कालिम्पोङको प्रतिनिधि अब क्रस गरिसक्नु भयो ओह्रालो आउँदै छिटो हुने रहेछ
चढिँदैछ several trails. There's not only one, it's only one. Hi, there are friggin' everywhere. So that I think is the top. There's a flag atop the mountain. That's what we're going to touch. You can see it. Joe, yeah, somewhere there. I'm on a small screen, so I'm not able to see much. And then this is my group. We're about 6-7 people. So I'm not able to bring in the children. But our top climber is there. So 2 of the ladies were not able to come because we have this couple here from Gurung Basti. Basti is trailing behind. Crawling behind. Gurung Basti हारे त दार्जिलिङ मोडदेखि उता आउन दिनु हुँदैन यहाँ मान्छेलाई नाक कटायो मैले तपाईहरु के पिछाडी के हुन्छ कि एकजना चाहियो नि त बलियो मान्छे अच्छा प्रोटेक्सन गुड थट यो जग्गाको बारेमा अलिकति केही विशेष टिप्पणी तपाईकोमा छ गाजी यो देखेको अनुसार चाहिँ यहाँनिर चाहिँ सबै होटलहरु चाहिँ मजा मजाको रहेछ हो Ocean Beach Hotel रहेछ यसको छेउमा there's a Royal something hotel also. Royal something is a little bit cheaper. And यिनीहरु चाहिँ अलिकति Ocean Beach हरु चाहिँ अलिकति महँगो होला जस्तो लाग्यो This thing तपाईं यहाँ बस्नु आयो भने चाहिँ बीचको तपाईले मजा उठाउन सक्नुहुन्छ Early in the mornings you can come and walk these trails. Our trail भनेको तपाईको यहाँनिर easy देखिन लिएर चाहिँ स्टिल भाँच्दै छ The same mountains. यहाँ देख्नु भयो तपाईले यतापट्टिको अलिकति लामो अन्त सजिलो खालको ट्रेल छ यहाँबाट यसै हेर्दाखेरि पनि कमसेकम 5 or 6 trails देखिन्छ Everything leads to the same place. Every path leads to the same place. Sorry. यहाँनिर तपाईको चाहिँ अन्त यसको छेउमा पनि अझै साथै सबभन्दा इजी होला नानीहरु लिएर पनि जान सक्ने रहेछ So all in all it's a good place to be. यहाँनिर गएर फेरि यसको छेउमा खोल्सागान पिक्चर छ बिकज यो सबै कोस्ट लाइनमा छ सो यहाँबाट अब एकदम गरम भएर गएर चाहिँ तल डुब्की लाउनु सक्नु हुने रहेछ It's a nice place. Don't be a garden flower kicked and plucked by everyone. Be a desert flower भन्छ नि desert flower जस्तो चाहिँ loved and cared by everyone भन्छ नि So the proverbial desert flower. Nice. How beautiful it looks. Because कोही चुडाउने मान्छे नै छैन लिडरहरु पुगिसक्यो आलुबारीको So still trailing behind. किन गफ बेसी हुँदैछ नि त हाम्रो चाहिँ क्या झन्डा इज क्वाइट करीब मान्छेहरु त पहाडमा आएर पनि लक्कु ढाल्ने खेल्दा रहेछ अब है यो खेल हैन भने यो एउटा हिस्टोरिक मान्यता छ यहाँ चाहिँ जो पनि यहाँ हाइकिङ गर्न आउँछ तिनीहरुको प्रथा चाहिँ हो कि तिनीहरुले एउटा लक्कु ढाल्ने बनाउँछ यो हेर्नुस् यस्तो टाइपले यो अनि कुनै पनि यो सानो ढुङ्गाले बनेको नि अलिकति ठुलठुलै ढुङ्गाहरुले बनेको छ अन्त नेक्स्ट टाइम आउँदाखेरि चाहिँ उनीहरुले अब यही चिन्हलाई हेर्छ कि मेरो यो जुन चाहिँ मैले लक्कु ढाल्ने बनाएको थिएँ त्यो अहिलेसम्म छ कि छैन भनेर हैन अगर त्यो त्यति बेलासम्म एक्जिस्ट गर्छ भने तिनीहरुको लागि एउटा राम्रो लक हो त्यो चाहिँ यहाँको हेरिहाल्नुस् यो जग्गाको मान्यता हो The final lap. So this is the path travel. Finally we reached the summit point.
म दार्जिलिङबाट तेन्जिङ नर्गेको एकदम धुन छ, जोस छ, माउन्टेनको टुप्पा टुप्पा चढ्ने। अब भन्नु चाहिँ यही छ कि हामी अब सानैदेखिको है पहाडको छेउछेउतिर हामी हुर्क्यौँ हो। अन्त जस्तो कि हाम्रो दाजुले यहाँ भन्नुभयो तेन्जिङ नर्गे, उहाँको त झन् स्ट्याचु नै छ हाम्रो दार्जिलिङ मोड भन्ने ठाउँमा। अब उहाँलाई चाहिँ स्कुल जाँदा डेली देखेर चाहिँ अब यो पहाड चढ्ने चाहिँ मलाई आँट आइदियो र आज म यहाँ टुप्पोमा पुगिरहेको छु। धन्यवाद। मलाई सेकेन्ड राउन्ड नभन्नुहोस्, म फाइनलिस्ट हो। एक्लै आउनु त 3 जनासँग आएको थिएँ, तर मैले चाहिँ फाइनली फिनिसिङ पोइन्ट मैले कम्प्लिट गरेँ र मैले चाहिँ कालिम्पोङ दुर्पिन डाँडालाई रिप्रेजेन्ट गर्छु। वुमेन पावर रक्स। हामी पुगे युए को फ्ल्याग अघि हाम्रो टार्गेट यहीँ थियो अनि फाइनली यहाँ पुग्यो। अलिकति डिफिकल्ट थियो, तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ होला कस्तो यो चढाइ छ। बाटोहरू पनि एकदमै अलिकति रिस्की थियो, तर पनि हामीले हार मानिनौँ। हामी पहाडको छोरो म, गोर्खे मेरो नाम। आज यो उचाइलाई पनि हामीले आफ्नो लक्ष्यलाई पुरा गरे हेरिहाल्नुहोस्। रसियनहरूले आँट गर्ने न ठाउँमा चाहिँ हाम्रो यहाँ आलुबारीको रिप्रेजेन्टेटिभले चाहिँ यो बाटो जान्छु भन्दैछ। अब बाटो पनि छैन, एउटा खुट्टा अट्ने बाटो रहेछ। हाम्रो फिटनेस लेभल हेरेर चाहिँ आई डोन्ट थिङ्क वी क्यान गो। अलिक डिसब्यालेन्स हुन्छ होला हो। अब चाहिँ ओह्रालो जान्दैछ हामी। गुड थिङ इज कि सबै रेकर्ड हुँदैछ यहाँनिर हो। नभए त कसले पत्ता थियो र त हामी यस्तो बाटो चाहिँ चढेर आयो झरेर आयो भन्दै भयो बहिनी। क्यामेराम्यान लगेर जाने पनि सोसियल नेटवर्क पनि थिएन। अहिले त हातैमा क्यामेरा चाहिँ यसरी हो। त्यही त मलाई त्यही नपत्याएर त मैले पनि भिडियो खिचेको यही हो। दिस इज द वे। अझै यस्तो बाटो पो रहेछ त हौ। हेत्तेरिको यो बाटो आएको हो क्या हामी। ढुङ्गा ढुङ्गा मात्रै रहेछ अहिले चाहिँ। बोटपातहरू मात्रै रहेछ नि यहाँ चाहिँ। बोटपात लुते परेकोहरूलाई चाहिँ अब चिकन रहेछ यो चाहिँ। इट्स नथिङ, हामीलाई साह्रो पऱ्यो। हामीलाई चाहिँ अलिकति गुड वर्क हुँदैछ। गुड वर्क, यस आई अग्री। एउटा हाइकिङ ट्रेलमा हिँडेर चाहिँ तर यो डिफिकल्ट रहेछ नि त फेरि। इट्स नट इजी। त्यही त हेर न त यो बाटो चाहिँ कसरी चाहिँ खो बाटो छैन त। यो बाटो हो। ब्रान्ड कोलाबहरूको लागि चाहिँ तपाईँहरूले मलाईसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। तपाईँको जुत्ता ज्याकेट हो
हल्का स्पोन्सर गर्नुहुन्छ भने चाहिँ हामी लगाएर हिँडिदिन्छौँ। दिनहरू तपाईँहरू यस्तो बाटोहरू आउने एक सालमा एटेम नगर्नुहोस्। त्यसको लागि तपाईँलाई एउटा प्रोफेसनल गाइडेन्सको जरुरत हुन्छ। हामी त यस्तो पाहाडहरू निकै हामीले यस्तो समिटहरू गरिसकेको छ, त्यही भएर हामीलाई यस्तो यो बाटो त्यस्तो डरलाग्दो लागेको छैन। तर तपाईँहरू यस्तो बाटोहरू एकैतालमा चाहिँ ट्राई नगर्नुहोस्। अगर तपाईँहरूलाई गर्ने भयो भने पनि कुनै एउटा एक्सपर्टलाई लिएर आउनुहोस्, या त कसैको गाइडेन्समा आउनुहोस्। आइपुग्नु आँट्यो हामी चाहिँ नियरिङ द बेस। हात नपक्दै होइन के भएको हेर, यस्तो डिफिकल्ट पार्ट हो हौ त्यस्तो एक्सिडेन्ट देख्नुभयो र दर्शकबिन्दहरू, यहाँ हाम्रो साथी पछारेको छ। माउन्टेन्सहरू क्याप्चर गरिसकेर चाहिँ यहाँनिर दसैँ खेल्नु चाहिँ जाने हुन्छ। सिलगढी गुरुङ बस्तीबाट मैले चाहिँ कालिम्पोङ दुर्पिनलाई रिप्रेजेन्ट गर्दैछु। म चाहिँ जम्मू काश्मीरबाट हो। पर्दैन, हाम्रो उता त यस्तै नर्मल हो। अझै यस्तो बाटोमा चाहिँ हिउँले पुरै पुरेको हुन्छ हो, त्यही भएर म सिलगढीमा सरेको छु अहिले।